को केटी आउनु खोजिरह हौ यहाँनिर छ किन आउने यार केटी चाहिँ यहाँ केटी धेरै भइरहेछ म चाहिँ 80 90 जना केटी छ China is the king of TikTok. Yes, 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 yes. The guys double tap, please. भेनामको बदनाम भयो रन्डीको बच्चोको भयो भयो त्यसकी आमालाई धोतीले चिकेर जन्मेको रन्डीको बच्चोको त्यसकी आमाको मुखमा लाडो हालिदिएको धोतीले म्याचिङ झार्दिएको रन्डीको बच्चालाई तेरो त्यसकी आमालाई नि राणाको नि लास कुदाउ केटा हो केटा टन्नै छ जिकिन्छ अगाडि यसको लास कुदाउ केटा हो लास बनाउँदा भेनामको केटा भेनामको पनि लास बनाएर निकाल त भेनामको लास बनाएर यहाँले त त्यसकी आमाको दिदीको फोटोहरू सबै तानेर ले त रन्डीको बच्चाको डबल ट्याप गाइस त्यसकी आमा रत्न पार्कमा चिकाउँछ मुजी इन्डियाबाट आउने टुरिस्टलाई माछा चिक्ने 5 रुपियाँमा त्यही खाएर भुर्केको त्यो भेनाम भने रन्डीको बच्चो कस्तो लाजा बेगर है चिकाएर ब्ल्याक टी के हेर्दै बस न तिमी भेनाम छ छैन भेनम छ होला म देखेको छैन यहाँ हेर्न माथि माथि यस्तोमा थिच्न त्यो माथि मान्छे छ नि त्यहाँनिर तर धेरै छ क्या अनि कोलाई चाहिँ हेर्न त्यही हुन्छ अगाडि नै हुन्छ त्यो रन्डीको बच्चो त्यसकै आमालाई मैले चिकेको माछा चिक्ने माथि दोडी झुन्डाएर मुखमा लाडो खप 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 हालिदिएको अनि खुसी बुढो धेरै नबोल्नु यस्तो रन्डीको बच्चा कति बदनाम भयो होला हेर्नुहोस् त चिक्ने रन्डी त्यही खोज्न आएको यो टिकटकमा माछा चिक्ने रन्डीका छौडा खाते म्याच सिक्ने त्यसकी आमा पाकिस्तानीले चिकेको 120 जनाले रन्डीको बालको छ तान्न भोलि फोटो तानिस भोलिले तान्छ होला छ कस्तो बोल्छ भयो बुढो अब धेरै नबोल्नु कि त्यस्तो छैन अहिले त्यो छैन त्यो तपाईको लाइभमा आएको होला त्यहाँनिर उता हैन रन्डीको बच्चा के आउँथ्यो गर्ने मान्छेले बेकार